नमस्कार साथीहरू, स्वागत छ फेरि एकपटक हाम्रो च्यानलमा। आजको बजार कस्तो रह्यो, किन घट्यो र अब भोलि बजार बढ्न सक्छ कि अझै घट्न सक्छ? आजको भिडियोमा यही कुरा सजिलो भाषामा बुझ्ने प्रयास गरौँ। सबैभन्दा पहिले आजको बजार हेर्दा नेप्से 33.28 अङ्कले घटेर 2701.32मा मार्केट क्लोज भएको छ। कारोबार भने 6 अर्बभन्दा माथिको कारोबार भएको छ र कारोबार राम्रो भए पनि बजार घटेको छ। यसको मतलब आज खरिद गर्ने भन्दा बेच्ने मान्छे धेरै थिए। आज बजारमा 36वटा कम्पनीका लगानीकर्ताले कमाए भने 234वटा कम्पनीका लगानीकर्ताले गुमाए र 5वटा अनचेन्ज रहेका छन्। यो तथ्यले पनि आज बजार के देखाउँछ भने सेलिङ प्रेसर निकै धेरै थियो भन्ने देखाउँछ। आजको चार्ट हेर्दा पनि बिहानदेखि राम्रै बजार देखिएको थियो, एकछिन माथिसम्म गयो र तर दिन बित्दै जाँदाखेरि बिस्तारै बेच्नेहरू हावी भए। अन्तिममा त झन बजारले दबाब खायो र घट्ने क्रम जारी भयो र 2701मा मार्केट बन्द भयो। अब चार्टको कुरा गरौँ भने केही दिनदेखि बजारले राम्रो उकालो लागेको थियो, त्यसैले धेरै लगानीकर्ताले नाफा बुक गरेको जस्तो पनि हुनसक्छ। त्यसैले असर आज देखिएको जस्तो हुनसक्छ। आरएसआई पनि हेर्ने हो भने 55मा रहेको छ। यसको मतलब बजार धेरै महँगो पनि भएको छैन, धेरै सस्तो पनि भएको छैन। त्यसैले अहिले नै डराएर बेच्ने वा हतारमा किन्ने अवस्था भने होइन। म्याकडी पनि हेर्ने हो भने सकारात्मक देखिएको छ। त्यसैले आज बजार घट्यो भन्दैमा ट्रेन्ड नै सकियो भन्ने भन्न मिल्दैन। तर अब आउने 1-2 दिनको चाल भने धेरै महत्त्वपूर्ण हुन सक्छ। अब यो 2700को जुन लेभल छ, यो लेभल अहिले निकै महत्त्वपूर्ण छ। यदि बजारले यो लेभल जोगाउन सक्यो भने फेरि माथि जाने प्रयास चाहिँ गर्न सक्छ। यो 2700को लेभलभन्दा बजार तल आयो भने यो 2650को लेभल जुन छ, यहाँसम्म करेक्सन आउन देख्न सकिन्छ। माथितिर हेर्दा 2800को यो क्षेत्र पार गरियो भने चाहिँ बजार फेरि राम्रोसँग माथि जान सक्ने सम्भावना छ। अब भोलि चाहिँ के हुन सक्छ त, त्यो कुरा गरौँ। भोलि सुरुबाट नै हरियो भयो भने 2700 भन्दा माथि टेक्न सक्यो भने सानो रिबाउन्स चाहिँ देख्न सकिन्छ। तर फेरि बेच्ने दबाब आयो भने केही समय बजार अझै कमजोर देख्न सक्छ। त्यसैले अहिले हतारमा निर्णय लिनुभन्दा राम्रो कम्पनीमा नजर राख्ने र बजार के गर्छ भन्ने हेर्ने रणनीति राम्रो हुन सक्छ। अब कमेन्टमा एउटा साथीले सोध्नु भएको थियो एसएमजेसीको पनि भन्नुहोस् न भनेर। त्यही भएर मैले एसएमजेसीको पनि यहाँनिर टेक्निकल एनालाइसिसको भिडियो ल्याएको छु। अब यसमा चाहिँ यो चार्टको विश्लेषण गर्नेछु र सेयरमा इन्ट्री गर्न मिल्छ कि मिल्दैन, सपोर्ट र रेजिस्टेन्स कहाँ छ, अनि सर्ट टर्मको टार्गेट कति हुनसक्छ, यी सबै कुरा आजको यो भिडियोमा मैले एसएमजेसीको पनि एनालाइसिस गर्नेछु। सबैभन्दा पहिले त यो चार्ट हेर्दा चाहिँ तपाईँले एसएमजेसीले केही महिनादेखि नै एउटा रेन्जभित्र नै, यो रेन्जभित्र नै कारोबार गरिरहेको देखिन्छ। धेरै पटक माथि जान खोज्दा पनि, धेरैचोटि माथि जान खोज्दा रेजिस्टेन्सबाट फेरि तल आएको छ। अहिले भने फेरि बाइङ प्रेसर बढेको जस्तो देखिएको छ। आजको ट्रेन्डिङ सिजनमा पनि भोल्युम राम्रै आएको छ। यसको मतलब बुलिस क्यान्डल बनेको जस्तो देखिन्छ। भोल्युम बढ्नुको भनेको बायर्सहरू इन्ट्रेस्ट बढ्न थालेको जस्तो सङ्केत पनि हुनसक्छ। तर अब एक दिनको भोल्युम मात्रै हेरेर पनि निर्णय गर्नु हुँदैन। अर्को पनि केही दिन भोल्युम कायम रहन्छ कि रहँदैन भन्ने त्यो कुरा चाहिँ हेर्नुपर्छ। अब आरएसआई हेर्ने हो भने 54मा पुगेको छ र आरएसआई 50भन्दा माथि जानु भनेको मोमेन्टम बुलिसतर्फ फर्किन थालेको सङ्केत हो। अब चाहिँ आरएसआई 60-70तिर माथिसम्म पुग्यो भने स्ट्रेन्थ अझ बढ्न सक्छ भन्ने हुन्छ र म्याकडी पनि सकारात्मक भएको छ। त्यही भएर पुलिस क्रसओभर भइसकेको छ र हिस्टोग्राम पनि हेर्नुभयो भने हरियोमै बन्द भएको छ। यसले सर्ट टर्ममा मोमेन्टम सकारात्मक भएको सङ्केत दिन्छ। अब नजिकको सपोर्ट र रेजिस्टेन्स हेर्ने हो भने नजिकको सपोर्ट चाहिँ यो एरियामा 450को एरियामा, यो एरियामा रहेको देखिन्छ। एकदमै बलियो सपोर्टको 450 रहेको छ। यो लेभलभन्दा तल झर्यो भने मार्केट बियरिस, यो स्टकको प्राइस बियरिसतिर हुन जान्छ। अब रेजिस्टेन्सतर्फ हेर्ने हो भने पहिलो रेजिस्टेन्स चाहिँ यो 530को लेभल रहेको छ र यो लेभल धेरै महत्त्वपूर्ण छ। यदि यो लेभल भोल्युमको सहित रेजिस्टेन्स ब्रेक गर्न यहाँभन्दा माथि प्राइस जान सफल भयो भने 550देखि 575को एरियासम्म जान सक्ने सम्भावना हुन्छ। त्यसैले ब्रेकआउट कन्फर्मेसन भएपछि मात्रै नयाँ एन्ट्री सोच्नु धेरै सुरक्षित हुन्छ। यदि तपाईँहरूले यो लेभलमा स्टक
किन्नुभएको छ भने यो 530 को एरिया नभए यो एरियामा 500 को एरियामा तपाईँहरूले एउटा राम्रो क्यान्डल यदि सेलिङ प्रेसर आएको क्यान्डल हेर्नुभयो भने त्यो लेभलमा तपाईँले सेल गर्दा हुन्छ। अब तपाईँलाई मैले यो स्टक सँगसँगै एउटा रीति भन्ने स्टकको पनि एनालाइसिस गरेर देखाउने छु। अब रीतिले केही दिनदेखि राम्रो मुभ दिएको थियो, आज भने अलिकति करेक्सन आएको छ, तर चार्ट हेर्दा अहिले ट्रेन्ड पुरै बिग्रिएको जस्तो देखिँदैन। अनि मेरो विचारमा चाहिँ यो लेभल जुन छ 360 को लेभल, यो लेभल चाहिँ सपोर्टको रूपमा काम गर्न सकिन्छ र यो लेभल जोगियो भने फेरि माथि जान प्रयास गर्न सक्छ। तर माथितिर यो 380 को लेभल, यो 385 को लेभल जुन छ यो मुख्य रेजिस्टेन्सको रूपमा देखिन्छ। यो लेभलमा प्राइसले 1 टाइम्स, 2 टाइम्स, 3 टाइम्स र 4 टाइम्स यो पनि लाएर 5 टाइम्स प्राइसले रिजेक्ट गरिसकेको छ। त्यही भएर यो लेभल चाहिँ रेजिस्टेन्सको रूपमा एकदमै बलियो छ र यो लेभललाई राम्रो मूल्यसहित भोल्युमसहित पार गर्न सक्यो भने फेरि नयाँ हाईतिर जान सक्ने सम्भावना देखिन्छ। त्यसैले रीतिमा भएकाहरूले अहिले सपोर्टलाई ध्यान दिएर र यो रेजिस्टेन्सको एरियालाई पनि ध्यान दिएर बस्न सक्नुहुन्छ। र अन्तिममा के भन्न चाहन्छु भने मेरो यो एनालाइसिस भिडियो स्टडी पर्पजको लागि मात्र भएकोले तपाईँहरूले एकचोटि आफैले एनालाइसिस गरेर मात्रै लगानी गर्नुहोला र किनबेच गर्नुहोला। र तपाईँलाई आजको यो बजार कस्तो लाग्यो, भोलि बजार बढ्ला कि नबढ्ला, आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोला। यदि यो भिडियो मन पर्यो भने लाइक अवश्य गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र साथीहरूलाई सेयर पनि गर्नुहोला। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।